Hello, what's up, guys? Welcome to another episode of my blog. So today we're gonna put some tattoo on my skin, which I've been planning for a while. The tattoo is like really cool, like I have to be honest with that. And I've been dreaming about, like, not dreaming actually, just I've been planning about getting that specific tattoo done for a while. Like it's been couple of years already now, and not couple of years actually, it's been 3 years, and yeah, today I'm gonna do it finally. And the tattoo artist which I'm gonna be doing it is also really Babal. Is really Babal, like if you don't know what Babal is, go and search Google. तर बवाल हुन्छ बवाल ल म चाहिँ हल्का एक्साइटेड छु हैन अब त्यही पहिलेदेखि सोचिरहेको ट्याटु थियो अब त्यही हो यार लाइक मैले नेपालमा भएदेखि सोचिरहेको थिएँ यहाँ पनि गर्नु पाएको थिएन अस्ति नै भनेको पनि अब क्यान्सल भइहाल्यो अनि अहिले चाहिँ बिदाको टाइम हो लगभग 4 दिन जति बिदा छ हाम्रो पसलहरु बन्द छ अनि त्यो दाइको पनि हाम्रो ट्याटु आर्टिस्ट दाइको पनि बिदा छ त्यसैले ल गरौँ न त भन्नुभयो दाइले अनि मैले पनि ल हुन्छ गरौँ न त गर्ने भए भनेर ल फाइनली आजको डेट चाहिँ फिक्स भएको छ दाइकोमा बुक गरेर छु मैले अब त्यहाँ जाँदै छु म है अनि त्यही हो गाइज लास्टसम्म हेर्दिनु होला कस्तो हुन्छ ट्याटु के हुँदैछ म तपाईहरुलाई पछि भन्छु है त पछि देखाउँछु सो त्यही हो गाइज ट्याटु चाहिँ लगभग 4-5 घण्टाको हुन्छ होला 5-6 घण्टा आई डोन्ट नो है अब त्यसैले अब एनर्जी त चाहियो हैन अब एनर्जी ड्रिंक खानु भन्दा म चाहिँ कोकोनट वाटर खान्छु है सो अहिले म त्यही किन्न आउँदै छु कोकोनट वाटर हो सो यस मा ओके अब जाने हो कोकोनट वाटर नि लिइहाल्यो हैन सो लेट्स गो नाउ एन्ड गेट सम इंक के भयो त नम्बर प्लग हाल्नु थियो नम्बर हाल्नु अरे अलमोस्ट डन है अलमोस्ट डन त भन्दिन फर्स्ट फेज चाहिँ सक्नु लाग्यो तर लास्ट मजा नै आइरहेछ अलिअलि दुख्छ रहेछ ठिक छ दुखिरहेछ यहाँनिर चाहिँ क्या दुखेको थियो यहाँ दुख्नु परिहाल्यो नि यार पर्यो नि त अब दुखेन भने त्यही दुख्नको क्रेभिङ भएर त ट्याटु हाल्नु लागेको छ ल है अब एकछिनमा आयो रिजल्ट है बवाल दुखिरहेछ यार भन्नाले लगभग सकिन लाग्यो ट्याटु चाहिँ अहिलेसम्म अहिलेसम्म चाहिँ आनन्द नै आइरहेछ दुखिरहेछ बेला बेलामा चाहिँ डह्रो दुख्छ है हुन्छ गरेर खप्यो है अनि के गर्ने यस्तै छ अब हुन लाग्यो म अहिले देखाउँछु यहाँनिर हुँदैछ तर एकछिनमा चाहिँ देखाउनु मिल्दैन किनकि ऱ्याप हुन्छ होला आई गेस है सायद ऱ्यापै हुन्छ नि है ऱ्याप हुन्छ त्योभन्दा अगाडि एकछिन देखाउँछु म कस्तो हुन्छ अनि त्यसपछि त्यही हो घर गइन्छ होला अब यताउति डुलिँदैन सिधै घर गइन्छ तर हान्न चाहिँ हाने मैले कुरा गर्दा गर्दा हाने है अब जे भयो नि राम्रो लागिरहेछ अब घरकोले के भन्ला यसले के भन्ला त्यस्तो केही छैन क्या अब कि मैले गरेको सब घरकोले हान्दै होइन अब घरकोले गरिदिएको होइन अब त्यस्तो भनेर फेरि मम ड्याडलाई नराम्रो भन्नु खोजेको होइन तर अरूले जे भन्छ नि त्यो चाहिँ मतलब भएन कि आफूलाई गर्नको लागि पुरा गरिदिने क्या अब के होइन आफ्नो छाला हो होइन अब आफूले कमाएको पैसाले हानिरहेछ आफूले गरिरहेछ यस्तो इगो देखाउने होइन तर मन लागेको कुरा चाहिँ गर्ने हो घुम्न मन लागेको कुरा घुमिदिने यो गर्ने टक्क चिलमा चाहिँ गरिदिने क्या है ल अब अरू चाहिँ म बाँकी देखाउँछु दुखिरहेछ बवाल हुन्छ नि घाउ त हो नि त घाउ भएपछि दुख्दैन त गाई छैन अब बुझौँ न मिलाएर अनि त्यही हो
टक्क लाएर अहिले पेट्रोल हाल्न आउँदैछ है हेर्नु सक्नुहुन्छ ट्याटु कस्तो पोलिरहेको छ क्या अब गर्मी भएर होला है अलिअलि पोलिरहेको जस्तो अनि कस्तो एकछिन है अनि हल्का हल्का पोलिरहेछ अलिअलि गर्मी पोली लाइक हुन्छ नि कस्तो कस्तो भइरहेछ तर अब खुसी नै लाग्यो अब हान्यो है नो रिग्रेट्स अनि त्यही हो अब पेट्रोल हाल्न आएको यहाँ कस्तो लाइन हो क्या त पेट्रोल पम्पको लाइन हेर्नु न यार अब के मलाई के बोल्ने नै खासै अहिलेसम्म मैले सिकिसकेको छैन है अब बिस्तारै मेरो फ्लुएन्सी पनि म इम्प्रुभ गर्छु है अब त्यही हो गाइज अब एकछिनमा देखाउँ सो ट्याडी हामी वरि भ्याएर होइन म चाहिँ अहिले अब नेपालमा मम्मी ड्याडीको लागि चाहिँ सपिङ गरिदिनु लाग्छ अब के सपिङ होइन एउटा सानोतिनो केही किनिदिनु मन लाग्दो छ है अब त्यही हो गाइज जाम पहिला किनौँ हेरौँ होइन कस्तो हुन्छ सपिङ पनि भयो यार मस्तको अब टक्क लाएर चिया खान गइन्छ चिया खाएपछि घर गइन्छ टक्क सपिङ गरियो आनन्दले सपिङ भइहाल्यो होइन टक्क लाएर पछाडि पवाल धेरै सामान किनेको छ यार मैले लस्ती पैसा खर्च गरेँ आज चाहिँ अब यस्तो सधैँ गर्नु हुँदैन है गाइजमा भयो सो यस गाइज अब आजलाई यति नै है अब मैले किनेर ल्याउनु सामान किनिसकेँ पछाडि पनि छ अलिअलि अनि अब म अहिले घर आइसकेँ होइन आजको ट्याटु पनि भइहाल्यो आज यस्तै भइहाल्यो है अब ट्याटुको ब्याक स्टोरी चाहिँ मिल्छ भने म सुनाउँला नसुनाउने भए अब मैले अलिअलि खिचेको छु छोटो भिडियो हुन्छ आजको हेरिदिनु आजलाई यति नै भन्छु धन्यवाद गाइज सी यू हैन see you guys thank you for watching and see you on my next vlog bye bye